आज म गौशाला नगरपालिकाको वडा नम्बर 4 मा अवस्थित यो कवर्ड हल अर्थात् बहुउद्देश्य भवनमा उपस्थित भइसकेको छु। यो गौशाला नगरपालिकाको लागि एकदमै प्रतिष्ठा र गौरवको कुरा छ, किनभने यहाँ विभिन्न किसिमका कार्यक्रम लगायत विभिन्न प्रयोजनले यसलाई प्रयोगमा ल्याउने हिसाबले निर्माण गरिएको छ। तर दयनीय अवस्था के रहेछ भन्दाखेरि चाहिँ यहाँका अब त्यस्ता शङ्कास्पद व्यक्तिहरू को छन् हामीलाई पनि थाहा छैन र यदि कसैले चाल पाउनुहुन्छ भने सम्बन्धित निकायलाई जानकारी पनि गराउँ। म अब भित्र लिन चाहे, तपाईहरुलाई जानकारी गराउन चाहे। यो अवस्था एकदमै दयनीय छ। यत्रो लाखौं करोडौं रुपैयाँको लगानीमा बनेको यो कवर्ड हलमा आज दयनीय अवस्था भएको छ र बारम्बार यसको बारेमा आवाज पनि उठ्दै आइरहेको छ। यहाँ हेर्नुस्, मैले अनुरोध गर्न चाहे, यता आज पनि रहेछ। हिजो भर्खरै हाम्रो यहाँको प्राविधिक मित्रले रामबहादुरजीले यसका सम्पूर्ण तारहरू जडान गरेर गइसकेपछि पनि हिजो राति केही व्यक्तिहरूको समूहले यहाँ भित्र प्रवेश गरे यहाँका तारसार सबै तोडफोड गर्दैका छन्। साथै यसको अवस्था अझ पनि यता पनि मिटरको अवस्था पनि यस्तै छ। यहाँ हेर्न सक्नुहुनेछ। यो कसले गरेको, किन गरेको, यसको जवाब चाहिँ कसले दिने? यसको संरक्षक को त? यो कसको मातहतमा छ? को व्यक्तिले यसलाई आफ्नो जिम्मेवारीको रूपमा लिएको छ? कसले यसलाई रेखदेख गरिदिने त? तपाईले, मैले, सम्बन्धित निकायले, कसले? अझ पनि यहाँ छ। यहाँ एकजना हाम्रा बुद्धिजीवी व्यक्ति हुनुहुन्छ, उहाँलाई अनुरोध गर्न चाहे। गोपाल सर हुनुहुन्छ, तपाईले स्वागत गर्न चाहे। के भन्न चाहनुहुन्छ? मतलब यो यस्तो अवस्था हेरेर अझ पनि तपाईको पछाडि पनि छ, यहाँ हेर्न सक्नुहुनेछ। हामीले साधारण निरीक्षणको लागि हामी आएका छौँ। वास्तवमा के छ अवस्था, भोलि गएर हामीले कुनै प्रोग्राम गर्नु पर्यो, कार्यक्रम गर्नु पर्यो भने चाहिँ यहाँको यथावत स्थिति के कस्तो रहेछ भन्दाखेरि चाहिँ यहाँ हेर्ने बित्तिकै मन मेरो कटक्कै भयो। यो हामी माझ एकजना हुनुहुन्छ बुद्धिजीवी शिक्षक हुनुहुन्छ गोपाल सर, के भन्न चाहनुहुन्छ गोपालजी यस्तो अवस्था हेरेर? सर, यो साह्रै दुःखको यो खबर हो। हजुर, अब हेर्नुहोस्, घरमा गर्न नसकेका काम यहाँ आएर मान्छे गर्छ। यसले छोरीको लाज बचाएको छ, यसले बाबुको श्राद्धको प्रतिष्ठा जोगाएको छ। यो संस्थाले राजनीतिक क्रियाकलाप र कर्म जति पनि छन् गतिविधिहरू सबैको ओत राख्ने ठाउँ यही हो। मर्यादा जोगाएको छ गौशालाले, पहिचानको सल्लाहको। सही हेर्नुहोस्, कत्रो लगानी छ। व्यक्तिगत काम आफ्नो ठाउँमा गर्न नसकेका कुराहरू, गाउँमा गर्न नसक्ने कुराहरू आज हामी सार्वजनिक स्थलमा मजाले गर्न पाएको छ। एकदम सही। आज यहाँका मान्छे कतैतिर यो नभएको कहाँ जान्थ्यो? बर्दिवासतिर जान्थ्यो, जनकपुरतिर जान्थ्यो, बाहिरतिर जान्थ्यो। आज यो कवर्ड हलले यत्रो ठुलो विशाल र व्यापक छ, श्रद्धा छ। सम्बन्धित निकाय त म यहाँबाट उहाँहरूले हार्दिक अनुरोध गर्दछु। यसको यहाँ विभिन्न निकायहरू छन्। यो हाम्रो सम्पत्ति, हाम्रो मौलिकता, हाम्रो धरोहर, यो समाजको सम्पत्ति, यो साझा सम्पत्ति, यो सबैको संरक्षण सम्बन्धितबाट यथाशीघ्र गरियोस्। अजुनजी, आज म देखिरहेका छु, आज मैले सबैतिर घुमेर देखेँ यो परिसर। यो त यस्तो यो यस्तो यसको आन्द्राभुँडी निकालिरहेका छ, यसको सबै आन्द्राभुँडी निकालिदिइरहेका छ। आजको दिनमा तपाईँको यहाँ नगरसभा हुने ठाउँ यही हो। हेर्नुहोस्, कान यहाँ तपाईँको ठुलो जति पनि छन् बिहाबारीको गाउन ठाउँ यही हो होइन? आज के अरे यो बिहाबारीको बेहुला र बेहुलीको मिलन केन्द्र हो, जसमा आफ्नो गाउँको ठाउँको प्राण प्रतिष्ठा सबै थोर जोडियो छ। यो कस्ता अराजक व्यक्तिहरू छन्, यसलाई सबभन्दा नियन्त्रण गर्न किन नसकेको? सही। यहाँ जन्म दिइसकेपछि यसको संरक्षण गर्नुपर्ने हो कि होइन? यसको संरक्षणकर्ता को? यसको अभिभावक को? भित्रबाट मन रोइरहेका छ देखेपछि। भ्रष्ट भइसकेको छ र यहाँहरूले पनि बुझ्नुभयो होला कि यहाँको स्थानीय व्यक्तिहरूको मनमा कस्तो बल्छी हाने जस्तै मनमा यहाँ घाउले पिरोले जस्तै भइरहेको छ। वास्तवमा हो पनि यहाँ हाम्रो इज्जत, प्रतिष्ठा, मान, मर्यादा, सम्पूर्ण कार्यक्रमहरूको एउटा अवस्थालाई सिर्जित हुने त्यस्ता नराम्रो गतिविधिहरूलाई हाम्रो एउटा आर्थिक भार थपिने अवस्थाले पनि जोगाएको छ यो ठाउँले। यसै क्रममा म एकजना अझ व्यक्तिसँग उहाँको मनोभावना बुझ्न चाहे। हामी माझ हुनुहुन्छ गौशाला नगरपालिका लगायत वरिपरिको हरेक कार्यक्रमहरूमा एउटा डेकोरेसन टेन्टको हिसाबले टेन्ट सञ्चालक हुनुहुन्छ श्री टेन्ट हाउस, नाम त पक्कै पनि सुन्नु नै भयो होला। र एकदमै प्राविधिक रूपमा एकदम दक्ष व्यक्ति हुनुहुन्छ रामबहादुरजी। उहाँले केही दिनदेखि के कस्तो गर्दै हुनुहुन्छ? रामबहादुरजी, के यस्तो अवस्था तपाईँले कहिलेदेखि हेर्दै आइरहनु भएको छ? के भन्न चाहनुहुन्छ? अवस्था चाहिँ एउटा कार्यक्रम थियो
जुरोक्राटे तकरिबन 5-6 महिना पहिले त्यो बेला चाहिँ कि यसको स्थिति पुरै डेभिला। तपाईँ यहाँ मतलब म यो सब तपाईँलाई मैले धन्यवाद दिन चाहे सम्पूर्ण हाम्रो दर्शक र श्रोताहरूले सुन्दै र हेर्दै हुनुहुन्छ। तपाईँ यहाँको स्थानीय भएर आफ्नो कामधाम छोडेर भए पनि यो हाम्रो हो, हाम्रो सार्वजनिक ठाउँ हो, सबैको हामीले यसले इज्जत जोगाएको छ भन्ने हिसाबले पनि आफ्नो यो संरक्षण तपाईँले गर्दै आइरहनु भएको छ। यो तारसार मैले हेरेँ तपाईँलाई जोडेको अघि र त्यहाँ अझ पनि त्यो तोडिरहेको रहेको छ। के भन्नु? आज बिहान पनि आज राति चाहिँ तारसार सबै काटेर लग्यो। अनि बिहान आएर फेरि मिलाइयो हामीले। अहिले फेरि आउँदाखेरि फेरि तारसार अहिले मैले हेरेँ त्यहाँ त ढोका तोडेको रहेछ होइन। त्यो देखाउँ न त्यो आउनु यता मैले अनुरोध गर्न चाहेँ अथवा आज बिहान आएर दिउँसो आएर पनि यस्तो तोडफोड गरेको छ। यसको यहाँ यता पनि यस्तै अवस्था रहेछ। यो हेर्न सक्नुहुनेछ। यहाँ माथिको वायर पनि त्यहाँ काटिएको रहेछ। यता पनि रहेछ यो वायर। यो सम्पूर्ण यो वायर यो हेर्नु पर्यो। के तपाईहरू सस्तो र भरपर्दो प्रिन्टिङ सेवाको खोजीमा हुनुहुन्छ? यदि हो भने न्यू इसिका फोटो स्टुडियोले विगत लामो समयदेखि विभिन्न विद्यालय, कलेज तथा कार्यालयहरूका लागि आइडी कार्ड, टाई, बेल्ट जस्ता प्रिन्टिङ सेवाहरू एकदमै सस्तो र सुपथ मूल्यमा दिँदै आइरहेको छ। साथै फ्लेक्स, ब्यानर, होर्डिङ बोर्ड, स्लाइड बोर्ड, स्टिकर प्रिन्ट, कप प्रिन्ट लगायतका ग्राफिक्स डिजाइनिङ र प्रिन्टिङ सम्बन्धी सम्पूर्ण काम गराइनुका साथै अर्जेन्ट छाप पनि तयार गरिन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। थप जानकारीका लागि न्यू इसिका फोटो स्टुडियो, गौशाला नगरपालिका 10, वडा कार्यालय अगाडि, महोत्तरी। सम्पर्क नम्बर 9844 69 74 59।